त्यो भने जोसुको स्मासिङ पुस उयोले नि भन्नु के हो त उयोले कटुला रङ्गिलाले कट मेरो मात्रै बिजोग होला भने त यहाँ पनि बिजोग गर्छ माहौल त बहुत सोच हामी पनि आऊ आमा के भएको होला त्यो फुच्ची त हेलो गाइज एन्ड नमस्ते सबैजनालाई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। फर्स्ट अफ अल है सबैजनालाई ह्याप्पी होली है। चट्टा लाएर आज हामी अब यसो होलीको माहौल बुझ्न जाँदैछौँ साथी र म यसो बाहिरतिर है। आफू त होली खेलेको छैन, हल्का सन्चो पनि छैन गाइज है। त्यही भएर हामी त होलीको माहौल बुझ्न जान आँट्या हो, होली नखेलिकन है। चट्टा लाएर मलाई चाहिँ खोकी लागिरहेछ। सो अब हेरौँ माहौल के छ। अहिले बाटोतिर आउँदाखेरि त साममा सुम्मै थियो, अहिलेको होलीको माहौल हेरौँ के कस्तो छ भनेर। ल तर पहिलाको जस्तो होलीको माहौलै छैन क्या है। स्याममा सुम्म अहिले त फुच्चे 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 फुच्चेहरू मात्रै खेल्दा भने पहिला त बच्चादेखि बुढो ठुलोसम्म खेल्दा हुन्थ्यो है। यत्रो यत्रो अटल खनाउने उयो गर्ने खेलिरहेको हुन्थ्यो। अहिले त सब फुच्चे फुच्चेहरू ल हेर्नु अहिले मैले देखेको फुच्चेहरू मात्रै छ क्या, यत्रो यत्रो फुच्चेहरू मात्रै फुच्चे होला लागेको छ होली। ए अहिलेको त पहिला त यसरी बाटो हिँड्नु सकिथेन भने चोटा चोटा माथि माथिबाट हान्थ्यो भने है मजा आउँथ्यो जोस् पहिला। अहिले भन्नु पाएको छैन माथिबाट एक लोला हाने अरे क्या। ल हेर रङ्गी बिचङ्गी ए फुच्चे होला होली लागेको छ। ल ल हेर यसको अनुहार हेर्छ ल, अनुहारै नचिन्ने भयो फुच्चेको। त्यही भने बाटोभरि हुन्थेन अबिर। उता गयो उता दिदीको गयो भने चाहिँ हामीलाई पानी पानी अबिरै अबिर हालिदिन्छन्। अहिले एकछिन जानुपर्छ चट्टा लगाएर चट्टा बाहिरको महल बचाउँ। तेरो बाइकमा क्विक छोटा हालौँ। हेर सबै साममा सुम्मे छ, के देखाउनु खोइ हजुरहरूलाई खोइ। चाहिँ खास गरी गल्ली गल्लीतिर खेल्छन् रहेछन् क्या अहिले है फुच्चा फुच्चीहरू गल्ली गल्ली। यत्रो यत्रो भाइहरू आयो। ल हेर ल ल ल हेर आमा ल हेर ल होली लागेको हो कि मान्छे लागेको हो। यहाँ चाहिँ अलि बढी नै होली भयो जस्तो। तेरो पुलिसै आएर बसेर चुथ्याउ। पुलिसको भ्यान ल ल अनि अनि अब कतिलाई कोलाई कति होली लागेको छ, कस्तो भयो होली के कसो भयो होइन कमेन्ट गरिदिनु होला। चट्टा लाएर के छ र आफ्नै त हो नि भने जस्तो होइन। होलीको माहौल बुझ्न हिँड्ने मान्छे होलीमा केही छैन। ल सब केही सुसारै छैन नि। हेर बेलुका बेलुका पहिला चाहिँ बिहान बिहानै हुन्थ्यो। जिन्दगी नपनाउनु भयो के, जिन्दगीबाट नपनाउनु भयो। लौ न पसलको सब्जीलाई होली लागिहालेको छ। सुट होला नि होली लागेको छ क्या हो। मलाई त जसको अनुहार हेर्छ रङ्गी बिरङ्गी लाग्छ त मलाई त। है होलीहरू चाहिँ एकदम सही ढङ्गले खेलिदिनु होला भनेर भन्छ है। त्यस्तो बिजोगताले नखेलिदिनु होला सबैको लागि है। सुरक्षा गरेर खेलिदिनु होला। ल ए यहाँ पो ल भित्र हो त झन् बाहिरमा लगाएर जस्तो होली त के हो। ल ल पुच्यो आयो ल ल ल अनि अनि अनुहारै चिन्न सकिन्न। खोइ कहाँ अगाडि एउटालाई कहाँ धिमे बजायो के बजायो।
कहाँ बजेछ ए हे ल ल ल अनि सक्छ गाइज माहौल एकदम फुच्चीहरूको ग्याङ ब्याङ छ ग्याङ ब्याङ मेरो चाहिँ फेरि घाँटी अर्को दुखेर फेरि त्यस्तो बोल्नु साह्रो भएको क्या घाँटीको तलब दुखेर है गाइज हेरिदिनु होला भिडियो र हेरेर इन्जोय गरिदिनु होला है चढला र 81 ल अनि माहौलै छुट्टै छ है यहाँ मेन रोडतिर चाहिँ गाई केही छैन त्यो साह्रो अहिले गल्ली गल्लीतिर छिन्नुपर्छ है ल हेर सुड्डोहरू सुड्डीहरू त्यही भने यहाँ त भुत्नु थियो मान्छे मरेको लुगा बेच्न आले जस्तो सेतो सेतो लुगा हेर त्यहाँ साईको आयो हाँस उठ्छ यार मलाई ओहो मामाजीलाई नै होली लगाएर हिँड्छ ह्याप्पी होली भनौँ ओहो मामाजीहरूलाई चाहिँ बिचरा होली लाग्दैन है सो गाइज अब हामीलाई चाहिँ होली लाग्दैन मामालाई नि होली लाग्दैन र होली लाग्नेलाई लाग्छ नलाग्नेलाई हामी जस्तो बेरोजगार भएर हल्लिएर हिँड्नुपर्छ गाइज है ओ आमा फुच्चीहरू यहाँ त दुईजना ग्याङ ग्याङ रहेछ नि त एउटा उता साइड एउटा यता साइड आमा यो अर्को यहाँ आउँदैन रहेछ ल ल ल ल ए नसक्दो रहेछ है यहाँ त है ल तर मैले यहाँ कहीँ देखिनँ हौ अलिक ठुल्ठुलोहरूले होली मनाएको त यार यसपालि गाई ठुलोहरूको लागि होली चाहिँ छैन रहेछ मनाएको मैले देखाएको छैन है अलि ठुलो हुन्छ नि अब अलि बनाउँथ्यो त पहिला चट्ट अहिले त छैन बच्चा बच्चा भन्दा होली लागेको छैन ल ल ल ल अनि फुच्चे ग्याङ ग्याङ ब्याङ दौडे फुच्चेहरू दौडे उडे बुढेवाला सोल्टीलाई त लगाइसकेको छ होली त कस्तो घाँटी दुखेर बोल्नै भएको छैन मा कसम यार गाइज घाँटी यस्तो डल बेलामा दुख्छ बेलामा दुख्दैन फेरि के भयो अहिले एकछिन गएर यसो केही खाइदिनुपर्छ फेरि चैट हुन्छ फेरि अनि एकछिन पछि 2-3 दिनपछि दुख्छ भने के भयो यहाँ त छैन खै त माहौलै छैन केटा हो माहौलै छैन ल पुलिसहरू सब बसिरहेछ अनि कहाँ माहौल हुन्छ त अनि चेकिङ हो के हो चेकिङ त हामीलाई त बाल छैन चेकिङ भयो होइन हामीलाई चाहिँ एकदम फुल त्यही भएर यहाँ होली नभएको रहेछ सरहरू यहाँ चेकिङ गर्दै हुँदो रहेछ त्यही भएर होली नभएको रहेछ यहाँ चाहिँ है जता त खै त गाइज होलीको माहौलै छैन होली सापसुप सुकिसकेको छ नेपालमा है राइडरहरूमा छन् राइडरहरू है नेपालमा राइडरहरू मात्रै छन् तर होली खेल्ने मान्छे छैन राइडरको माहौल धेरै बढिसकेको छ हामी त साधारण भ्लगर भन्ने कि राइडर भन्ने आफू होइन साधारण भ्लगर भनौँ न त्यस्तो अट्टा लगाएर भ्लग गर्दै हिँड्ने होइन ओइ सातो लगिदिन्छन् यहाँ सातो लगिदिन्छन् त्यही भनेर बाटो काट्ने मान्छेले यता पनि हेरि त लै कहाँ लै हिँड्दा छन् क्या मलाई यस्तो देख्यो चाहिँ ला साइको लाग्छ क्या एक झलक यता हेरेर त हिँड्नुपर्छ नि जुन आफ्नो कुन साइडबाट हिँडिरहेको छ त्यो साइडमा त एकचोटि हेर्नुपर्छ नि भने आफ्नै बाउ कस्तो लत्त हिँड्दा चाहिँ हान्यो भने ए आएर हान्ने ओभर स्पिडिङ 60 कति 15-20 को हुनुपर्छ ए कसम 50-60-70 को स्पिड भनेर हान्ने भनेर फसाइदिन्छ नि यार टाइट हेरेर हिँडौँ गाइज हेरेर हिँडौँ बाइकरको मात्रै दोष हुँदैन हो गाइज त्यही भएर हेरेर हिँडिदिनु होला अनुरोधै गर्दछु यो चाहिँ है म चाहिँ बिजोक हुन्छ नि यार सो गाइज है हामी चाहिँ यसो अब टेकुतिर पनि छिर्न आइरहेका छौँ के कसो छ ह्यान त्यान होली सोली है त्यही भएर टेकुतिर छिर्न आँटेका छौँ टेकुमा काम नि थियो तर खास गरी
मलाई चाहिँ सन्चो नभएर यता एकछिन हस्पिटल आएको थियो क्या, यता अन्नपूर्ण न्युरो हस्पिटल आएको थियो, एकछिन पेटको त्यो खै के भएको हो है, त्यो जजना आएको थिएँ म, त्यही भएर त्यही कारण अब त्यहाँसम्म पुग्छ यसो होलीको माहौल पनि देखाइदिउँ न त हजुरहरूलाई भनेर यसो अब हिँडिरहेको बेला होइन भ्लग पनि गरिदिउँ न त, सकेसम्म भ्लग पेलौँ भनेर है। रेसमा पनि अब ठिकठाकै आइरहेछ, अझै माया गरिदिनु, अझै सपोर्ट गरिदिनु हुन्छ भन्ने मलाई आशा छ है गाइज। चट्ट लाएर लाउन होली लाग्यो हो होली आयो गाइज है। होलीमा कसैको केही नराम्रो नहोस् है, एकदम सबैको राम्रो भएर राम्रै होली बितोस् भन्ने आशा गर्दछु। सबैको राम्रै हुनुपर्छ गाइज है। हिजो फेरि कत्रो पानी पर्दै बेलुका एकछिन त बिजोक पानी पर्यो नि है गाइज। ओए हे लाग्ला हे लौरेको लौरेको बोलीले डाँडा काँडा छ हराको बिचले आमामामामा अगाडि ल हेर्न सक्नुहुन्छ होली, बुढा भारीहरूको होली हेर्न सक्नुहुन्छ ल हो ल नि है। आमामामा ओइ झन्डै आमा चढे यहाँ हामीलाई नि हाल्न डर छ गाइज है। ल नि आमामा आमा के भएको होला त्यो फुच्ची त लायो तँलाई कत्रो हानेर त सरी रे अझ होली नै छिर्दिउँ न। के छ दाइ ह्याप्पी होली? खोइ हुल्ला छैन के छ दाइ के छ अनि हुल्ला छैन कसैलाई नि यहाँ चाहिँ सब क्रिस्चियन हो। आमा माहौल त कडा छ त्यहाँ, भ्लगमा हालिदिन्छु म पाउनु। सबलाई बिजोग रहेछ नि यहाँ त, सबको हालत बिजोग रहेछ यहाँ त। मेरो मात्रै बिजोग होला भने त यहाँ पनि बिजोग रहेछ। बिहाल छ नि त यार, भ्लग हालिदिने त यहाँ बिजोग भनेर ऱ्यापिड बिस्टको। के लिन आएको म यहाँ, के लिन आएको हामी, के लिन ट्विटर होइन छैन भइहाल दौडिहाल। जति चारजना छन् चारैजना भाइ सो गाइज है टेकुबाट चाहिँ हामी निस्किसकेको छौँ। हामीले यसो हल्का चट्टा लाएर अगाडि एमटीको मास्क साक्स हालेर निस्किसकेका छौँ है। यहाँ चाहिँ देख्न सक्नुहुन्छ होलीको केटा केटी केटी केटा सब माहौलै छुट्टै छ। आमामा के हो माहौल त धेरै फरक छ त गाइज। जाउँ सही कत्रो ब्रेक हान्नुपर्ने हुन्छ है, तर कस्तो खाली कस्तो देखिरहेको छ। तर बाइकमा पावर आएछ यार। होलीको माहौल हो गाइज है। हामी चाहिँ राइड भइहाल्यो आज।
ल यहाँ माहौल छ गाइज है ल ल ल ल ल ए नेवारीहरूको होली रह न नेवारहरूको होली ए नसक्दो लौ न ल कहाँ आयो एउटा नेपाली कुखुराहरू सबै खानुपर्छ भने हेर्नु पर्छ त्यही भने सो गाइज अब चाहिँ यहाँको माहौल तातिसकेको छ अहिले आउँदाखेरि कस्तो थियो र अहिले आउँदा कस्तो छ हेर्नु है हे 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 ओइ म त कहाँ छिरा अहिलेको माहौल देख्न सक्नुहुन्छ गाइज है ल यहाँ होली आमा यहाँ चाहिँ छिर्नुपर्छ क्या एक्लो ओए यहाँ रहेछ नि त माहौल ओए सोगात हामी पनि होली खेलाउनु पर्यो हौ ल सोगात हामी पनि आउँ न हो साथी ल यो त माहौल त बस सोगात हामी पनि आउँ हो एम्बुलेन्स सब रहेछ ओहो कडा लागेछ गाई त होली आन्टीदेखि लिएर अङ्कलदेखि लिएर को ऋषि र को किसी ए हाम्रो ऋषि धमला दाइ बाइक त ओभर कुद्ने भएको छ यताबाट उता बिचरा उता 2-3 जनालाई होलीको माहौलहरू भनेर यतिबाट आएको गाइज है तर फुच्चेहरूको मात्रै छ यहाँ चाहिँ ल हेर्नु कोही आऊ हामीलाई पनि हाना आऊ न ए हाना हो कोही आऊ हाना हो रेके आउँछ ल हेर फुच्चेहरूको होली चाहिँ अगाडि हेर्न सक्नुहुन्छ गाई छ को हामी ल ल ओहो यहाँ पो खतरा छ त है 1.5 छ त्यहाँ त आमा ल ल ल ल डान्स त ए भोगवान कसले सक्नु यहाँको माहौल चाहिँ एकदम सुक्खा रहेछ आमा दाइको हालत त नो होली गाइज ल ल ल ल ल ए के अरे बाइक भरि हिलो छ्यापतिर कसले बाइक कति हिलो छ्यापतिर कलर प्यान्ट ल त्यो मुज बुस ए छोड्नु न त छिटो बुस कहाँ हिलो पानी आउँछ खेल्नु लाग्दा सर त्यो माथि लुगा फुगालेर बुस लुगा फुगालेर बुस बिबेला भन्दिउ न भने कहिले कफन पुरै खान्छ नि भाइ त्यो भने जोसुकै होस् माथि बुस उयेलाई भन्नु नि हो त उयेले कटुला रन्दिलाले कटुला रहेछ उयला छिटो बुस त्यो बुस कस्तो रे बुस दादा बुस्छु भने मलाई साइको फुच्चेहरू रन लुगा फुगालेर लुगा चाहिँ नफुगालेन हो त बुस न भए आवाज लाग्छ हेर है
AVASS VLOGS है। जाऊ के हो जाऊ हाँ रोजन भाइको चल पहल हो।